हेलो गुड मर्निङ गाइस सबैजनालाई नमस्ते ठुलो झोडले सवारो टाँसिदिले हजुर सबैजनालाई। अनि गाइस आज चाहिँ म फिलहाल हाम्रो यहाँ आन्युको बिहा छ है गाउँमा काकी भनौँ न। अन्त फिलहाल चाहिँ हामी अब यहाँ बिहामा आएको छु, बाहिर बसिरहेको छु, लास्टै गरम छ होइन गाइस। अब टक्कै भित्र एन्ट्री हुन्छ, आजको चाहिँ सब चिज हुन्छ होइन गाइस। लाइक कमेन्ट सेयर गर्नु होला। अनि फर्स्ट अफ अल सबैजनालाई धन्यवाद होइन, तपाईँहरूको सपोर्टले गर्दा आज पनि मेरोमा मोनेटाइज सबै हुन थाल्यो, पैसा आउन थाल्यो फेसबुकमा होइन। सो थ्याङ्क यू सो मच तपाईँहरूलाई मलाई यति धेरै सपोर्ट गर्नु भएकोमा। आउँदोवाला दिनमा सपोर्ट गर्नुहोस् होला, मलाई पनि गर्नुहोस्, म तपाईँहरूलाई सपोर्ट गर्नेछु होइन गाइस। ओके, यहाँ फिलहाल चाहिँ अब युथ केटाहरू हो, खतरा हो, यङ केटाहरू हो, यङ्गेस्ट आजको बिहा घर चाहिँ यही हो। टक्क लागेर हाम्रो यहाँ दुईजना बहिनीहरू चाहिँ अझै पनि सिस्नो लाउँछु कि लाउँछु भन्छ, भयो भन्दा पनि मान्दैन हो, सिस्नो लगाएरै छोड्छु भन्छ। दुईजना बहिनीहरूले चाहिँ सिस्नो अझै लाउँछु भन्छ, भयो भन्छ, सिस्नो बोकेर अझै लाउँछु भन्छ हो। के भन्नु गाइस, यहाँ अवस्था भयो। सुको दादा लङ टाइममा भेट भएको छ हाम्रो यहाँ चाहिँ, तपाईँले देख्नुभयो होला, आउँदो होला मेरो दिन मसँग धेरै साथ दिनुभएको थियो भिडियोहरूमा। सुको दादाको डान्सहरू हेर्नुभयो होला तपाईँले होइन, फेरि हेर्नेछ। यो चाहिँ भोक लागेर डाइरेक्ट खाने ठाउँमा आएको त भन्नुभएको छैन होइन, त्यतिकै देखाउन आएको। अम्बो टप छ त दाजु, अम्बो टोपी चाहिँ खतरा रहेछ है। हेलो गाइस, स्न्याक्स चाहिँ रेडी भएको छ। वाउ कति मिठो छ होइन, को कोलाई मन पर्यो। यो चाहिँ मुले अचार, यहाँ फ्रेन्च फ्राई, यहाँ चिकन पकौडा, हाम्रो गाउँमा बहिनीहरू चाहिँ धेरै राम्री छ गाइस। को कोलाई चाहियो भन्नु, को कोलाई चाहियो भन्नुहोस् है एडभान्स। यो केटा लास्टै ह्यान्डसम छ फेरि हो। गर्लफ्रेन्ड चाहिँ यसको झन्डै 50-60 गर्लफ्रेन्ड नै छ। मलाई चाहिँ यस्तोमा राखिदियो गाइस, हो यहाँमा टक्कै टक्कै। जुम गर्छु मैले, के गर्नु भनेर अल्छी लाग्यो। त्यहाँबाट एकजना निस्किँदैछ।
जुम गरेर हेरेको अब कहाँ अब फेरि माथि कोही देखेन छोडिदियो मेरो गाना फोटो भिडियो गर्न यता आएको यता फर्केर त नाच्दैन रहेछ नि ला गल्यो गल्यो गल्यो
कहाँ घल्छ Ayo, border. Oh, oh.